सम्पूर्णमा नमस्कार। सन्चै हुनुहुन्छ भन्ने आशा राखेको छु। हाल आउँदै गरेको शुभ दीपावली तथा बडा दशैँ 2082 को पावन अवसरमा यहाँ तपाईँ र तपाईँ सम्पूर्ण परिवारजनमा शान्ति, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। धेरै केही थिएन, थोरै केही स्वास्थ्य सम्बन्धीका कुराहरू लिएर आएको छु म आज। यो दसैँ तिहारको जुन चाडपर्व छ, यो बिचमा चाहिँ हामीले खानपानका विषयहरूलाई कसरी नियन्त्रण गर्न सकिन्छ, कुन कुन कुरालाई हामीले ध्यान दिनुपर्छ, कस्तो कस्तो रोगहरू हुनसक्छ, हामीले ती खानपानहरूलाई अलि राम्रोसँग मिलाएर खान सकिएन भने भन्ने पनि। सर्वप्रथम त हामीले सन्तुलित खानपानलाई चाहिँ सन्तुलनमा राख्न सक्नुपर्छ। जसरी हामीले चिल्लो पिरोदेखि लिएर बोसो भएका खानेकुराहरू, त्यसै गरी अन्य विभिन्न जस्तै मासुकै कुराहरू हैन, यी कुराहरूलाई हामीले कसरी हुन्छ खानपानलाई अलिकति म्यानेज गरेर अलि मिलाएर हामीले खानपानलाई सन्तुलन गरेर खान सकिन्छ। त्यसै गरी अर्को कुरा के छ, हामीले विभिन्न चाडपर्व भइरहेको छ हैन, यो चाडपर्वको बिचमा पनि केही कुराहरू छन् जस्तै कि सरसफाइका कुराहरू, जुन हामीले प्लास्टिक जन्य कुराहरूलाई पनि सकेसम्म फोहोर नगरौँ, फोहोरलाई सरसफाइ गरौँ अनि ती प्लास्टिक जन्य कुराहरूलाई पनि व्यवस्थित तरिकाले हामीले चाहिँ विसर्जन गर्ने गरौँ। अर्को जुन खानपानकै कुरालाई लिएर खानपानले के असर पार्छ भन्ने कुरा, जस्तो कि अब हाम्रो कुनै व्यक्तिलाई कोलेस्ट्रोल भएको छ, जस्तै मुटु रोगी हुनुहुन्छ भने उहाँहरूले खसीको मासुलाई चाहिँ एकदम परहेज गर्नुहोला, खसीको मासु नलिनु होला। अनि त्यसै गरी अब ग्यास्ट्रिक हुने व्यक्तिहरूले ग्यास्ट्रिक चिल्लो पिरोलाई एकदम नियन्त्रणमा राख्नुहोला। त्यसै गरी एकदम पानी धेरै पिउनुहोला। त्यसै गरी यो दसैँ नजिकै गर्दाखेरि खानपानलाई धेरै नै व्यवस्थित तरिकाले खानपान गर्नुहोला। हजुरहरूलाई धेरै धेरै शुभकामना छ। हजुरहरूको एकदम यो बडा दसैँ एकदम हर्ष र उल्लासका साथ बितोस् भन्ने कामना गर्दै म पनि बिदा हुन चाहन्छु। हस्त।